यस्तै आए भिडियो हेर्नको लागि हाम्रो च्यानल लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नुहोला। अब लागौं कथातिर। अँध्यारो र डरलाग्दो गुफामा रातो तेजिलो आँखा र नुकिलो दाँत भएको दैत्य एक युवा योद्धालाई धम्की दिइरहे। दैत्यले आफ्नो जिब्रो चाट्दै घृणित तरिकाले योद्धालाई उसको दाजुको दुःखद भाग्यको बारेमा गिज्याउँदैछ। योद्धा महेन्द्रले आफ्नो तरवार कडा समात्दै उसको आँखा आक्रोश र दृढताले भरिएको छ। दैत्यले महेन्द्रको दाजुको पत्नीको सम्मानमा अपमान गरेपछि महेन्द्रको अनुहारमा दाहा जलेको झै देखिन्छ। महेन्द्र आफ्नो तरवारमाथि उठाएर दैत्यतर्फ दौडिन्छ। उसको प्रत्येक कदम आत्मबलको झिल्को झै लाग्छ। दैत्यले आत्मविश्वासका साथ उभिएर महेन्द्रको क्रोधित हमलालाई हेर्दै मुस्कुराइरहे। महेन्द्रले आफ्नो सम्पूर्ण शक्ति लगाएर दैत्यको छातीमा तरवार प्रहार गर्छ। त्यहाँ दुई ऊर्जा विस्फोट हुन्छ र महेन्द्रको शरीर आक्रमणको बीचमै पत्थरमा बदलिन थाल्छ। त्यहाँ उभिन्छन् महेन्द्र एक पत्थरको मूर्तिमा बदलिएको, तरवार सधैँ उठिरहेको स्थितिमा। दैत्यको विजयी हाँसो गुफामा गुन्जिन्छ, जसमा दुई पत्थरको मूर्तिहरू छन्। दैत्य राजकुमारीतर्फ अगाडि बढ्छ, जो जन्जिरमा बाँधिएकी छ तर आँट र साहसले भरिएको। मन्दिरमा झिल्किएको बत्तीको प्रकाशमा राजकुमारीको अनुहारमा अदम्य साहसको झल्को देखिन्छ। राजकुमारीको आँसुले भिजेको अनुहारमा अचानक क्रोध र दृढता देखा पर्छ। राजकुमारी चिच्याउँछिन्। उनको आवाजले गुफाको भित्ताहरूलाई हल्लाउँदै दैत्यतर्फ बर्सिन्छ। राजकुमारीको आक्रोश देखेर दैत्य एकछिन अलमल्लमा पर्छ र गुफाको अँध्यारो कुनातिर फर्कन्छ। पत्नीले आमालाई हेर्दै राजाको मद्दत माग्न सुझाव दिन्छिन्। आमाले सहमत हुँदै आफ्नो पुरानो साललाई कडा समातेर टाउको हल्लाउँछिन्। दुवै महिलाहरू आफ्नो झोलाहरू प्याक गर्दै यात्रा गर्न तयार हुन्छन्। दुर्गम बिहान दुवै महिलाहरू आफ्नो सानो घर छोडेर दरबारतर्फ यात्रा सुरु गर्छन्। महिलाहरू जंगलको साँघुरो बाटो हुँदै डराउँदै अगाडि बढ्छन्। टाढाबाट सुनौलो गुम्बजहरू चम्किरहेका छन्। विशाल दरबारको झल्को देखिन्छ। दरबारको सुनौलो सिंहासनमा बसेका राजा विक्रमादित्य तिनीहरूको पीडा ध्यानपूर्वक सुनिरहेका छन्। राजाको अनुहारको नजिकबाट देखाइन्छ, जहाँ सहानुभूति र दृढता झल्किन्छ। राजा सिंहासनबाट उठ्छन्, आफ्नो सैनिकहरूलाई तुरुन्तै तयारी गर्न आदेश दिन्छन्। दैत्य आफ्नो गुफामा बसिरहेको छ, नजिकिँदै गरेको खतराको आभास गर्दै ऊ चिन्तित देखिन्छ। जन्जिरमा बाँधिएकी राजकुमारी टाढाबाट आउने सैनिकहरूको आवाज सुनेर उत्साहित हुन्छन्। राजा र उनका सैनिकहरू गुफाको मुखमा उभिएका छन्, प्रत्येकको हातमा मशाल छ। दैत्यले गुफामा गर्जन गर्दै चिच्याउँछ। राजा आफ्नो तरवार निकालेर भित्र प्रवेश गर्छन्। मशालको झिल्कोमा राजा र दैत्यबीचको भीषण युद्ध चलिरहेको छ। दैत्यले बोलाएर ल्याएका साना राक्षसी प्राणीहरूका विरुद्ध सैनिकहरू लडिरहेका छन्। जन्जिरमा बाँधिएकी राजकुमारी राजा र उनकी सेनाको विजयको लागि चिच्याउँदै सङ्घर्ष गरिरहेकी छिन्। राजाले दैत्यलाई निर्णायक चोट पुर्याउँछन्, जहाँबाट प्रकाशको विस्फोट देखिन्छ। दैत्य भुइँमा ढल्छ, उसको शरीर खरानीमा बदलिँदै गर्दा गुफा हल्लिन थाल्छ। दुई भाइको पत्थरको मूर्तिहरू चम्किन्छन् र फेरि मानिसमा बदलिन्छन्। महेन्द्र र लक्ष्मण पुनः जीवनमा आएर एक अर्कालाई अँगालोमा बाँधिरहेका छन्। राजा जन्जिर तोड्दै राजकुमारीलाई स्वतन्त्र बनाउँछन्, जो कृतज्ञतापूर्वक झुक्छिन्। सूर्यको किरण गुफाको प्रवेशबाट भित्र पर्छ। समूह गुफाबाट बाहिर निस्कदैछ। राजा भाइहरू र राजकुमारीलाई लिएर दरबार फर्किन्छन्। गाउँलेहरूले खुसीले स्वागत गर्छन्। महेन्द्रको परिवार पुनः एकीकृत भएर आफ्नो सानो घरमा उत्सव मनाउँदैछ। राजकुमारी दरबारको बाल्कोनीमा उभिएर क्षितिजतर्फ हेर्दै आशा र कृतज्ञताले भरिएकी छिन्।